आज चाहिँ हामी सामाजिक सुरक्षा कोषको केवाइसी अपडेट गर्न गइरहेका छौँ। त्यसको लागि सर्वप्रथम क्रोम एउटा कुनै वेब ब्राउजर खोल्नु होला। यहाँ चाहिँ हाम्रो युआरएल रहेको छ sosys.ssf.gov.np। यहाँ हामीले यो वेबसाइट खोलिसकेपछि माथि यहाँ ड्यासबोर्डमा चाहिँ विभिन्न अप्सन दिएको छ। यस अन्तर्गत हामीले चाहिँ योगदानकर्ता पोर्टलमा क्लिक गर्नु होला। योगदान पोर्टलमा क्लिक गरिसकेपछि यो मैले पहिले गरिसकेको थिएँ, त्यस कारणले यो आएको छ। सुरुमा हजुरले रिसेट गर्नु होला। एसएसआइडी चाहिँ हाम्रो खेम सरले चाहिँ मेसेन्जरमा हालिसक्नुभएछ। यहाँ चाहिँ आफ्नो एसएसआइडी हाल्नु होला अनि त्यसपछि रिकभरमा क्लिक गर्नु होला। रिकभरमा क्लिक गरिसकेपछि दुईटा अप्सन आएको छ, इमेल र मोबाइल। मैले चाहिँ इमेलमा क्लिक गरेँ अनि इमेलमा चाहिँ आफ्नो इमेल चाहिँ यसमा लेखेँ अनि सेन्ड ओटिपी गरेँ। त्यसपछि रिसेट लिङ्क पठाइसकेको छ। हामीले चाहिँ जिमेलमा गएर यो रिसेट लिङ्क जहाँ पठाइएको छ त्यहाँ क्लिक गरेर रिसेट पासवर्ड गर्नुपर्दछ। रिसेट पासवर्ड गर्दाखेरि चेन्ज पासवर्डको अप्सन आउँछ। यहाँ चाहिँ हामीले आफ्नो पासवर्ड हाल्नुपर्ने हुन्छ। यो पासवर्ड चाहिँ हजुरले आफैले बनाएर राख्ने हो। यसमा चेन्ज गरिदिनु होला। सक्सेसफुली चेन्ज्ड भन्ने आएको छ। त्यसपछि हामीले चाहिँ लगइन गर्न सकिन्छ। लगइन गरिसकेपछि यस्तो ड्यासबोर्ड आउँछ। यसमा चाहिँ हामीले केवाइसीमा क्लिक गर्नुपर्ने हुन्छ। र यहाँ चाहिँ डु हेभ सबमिसन नम्बर, यसमा चाहिँ गेट सबमिसन नम्बर गर्नु होला। अनि यो सबमिसन नम्बर आएको छ, यसलाई कपी गरेर राख्नु, ओके गर्नुहोस्। र यसरी चाहिँ हाम्रो चाहिँ अब केवाइसी ड्यासबोर्ड अपलोड गर्ने केवाइसी भर्ने चाहिँ हाम्रो ड्यासबोर्ड खुलेको छ। यस अन्तर्गत यहाँ चाहिँ के भनेको छ सो अनुसार चाहिँ हामीले विभिन्न डाटाहरू एन्ट्री गर्नु